आज चाहिँ म चाहिँ तल झरेको छु है। हाम्रो तल बारी 3 नम्बरपट्टि हो। जग्गा पहिल्यैपल्टमा हुँदाखेरि नै यहाँ चाहिँ हामीले किनिराखेको हो। घर चाहिँ अब माथि हो हाम्रो, थाहा छ तपाईहरुलाई है। Oh my God. बाटो खोलेको छ। के फल्दै रहेछ हौ। सबै मेरो हस्बेन्डले नै यहाँ बारबुर सबै गरिराख्नु भएको है। टाइम पाउँदा म र मेरो हस्बेन्ड झर्थ्यो, तर सबैको मेरो हस्बेन्डले नै रोपराप गरिराख्नु भएको। यो बाँसहरू यो बाँसहरू पनि पहिला रोपेको पुरै हुँदैछ। है पहिला यहाँ त सिमरायो थियो, सिमरायो डल्लै मरेछ नि दिदी। सिमरायो हजुर, पानी नभएर उया कुवाको पानी छैन रहेछ नि। कुवाको पानी काटेछ, मान्छे आएन भने यस्तै त हो। मान्छे छैन भने चाहिँ यस्तो है, हेरचाह गर्ने छैन भने। रुखहरू धुप्पीको रुख मजाले आरू फलेछ नि है। यहाँ न यहाँनिर डेरा बनाएको थियो। यहाँ डेरा आएर डेरामा बस्थ्यो। एकछिन त उसलाई फुर्सद हुनु नहुने। यहाँनिर पनि के हो, यो इस्कुस रोपिराखेको छ। इस्कुसको उयो टुसा उम्रिँदै रहेछ, उयै उम्रिँदै रहेछ। Oh my God. यही उम्रिँदै रहेछ टुसा। त्यही त। यो च्यादर चाहिँ कसको के गरेको हौ? च्यादरहरू नि। यहाँ इस्कुस उम्रिँदै रहेछ। यहीँनिर मकै इस्कुस अब त कसले रोप्ने र। यो चाहिँ कसको च्यादर? हाम्रै पो त अमृताको होला। होइन, म त आएको थिइनँ नि त यिनीहरू गर्दा, थाहा छैन होला नि। अब कुन दिन तर यहाँबाट अब म त बाँदर जस्तै बस्दै नखिच्नु है।